म फेरि रेडी भएर निस्किसकेको छु गाइज। कोठाबाट सुरु भएको हाम्रो जर्नी ड्रामा हुँदै बस पार्कसम्म पुग्यो। त्यहाँ पनि एकचोटि लोकेसन चेन्ज भएर दोहोऱ्याएर हिँड्नु पर्यो। यो गर्मीमा दोहोऱ्याएर हिँड्नु पर्दा त म त पहिले नै दिक्क भइसकेको थिएँ। बल्ल बल्ल सबैजना एक ठाउँमा भेट भयौँ। त्यसपछि सिधै सिन्धुलीको मुटु जस्तो सुन्दर ठाउँमा पुगेर फोटो भिडियो सुट गर्यौँ। एकछिन सबैजना मोडल मोडमै बिजी। त्यसपछि हाम्रो असली डेस्टिनेसनतिर यात्रा सुरु भयो। वेन सिन्धुलीभित्र पस्ने बित्तिकै माहौल नै चेन्ज। सबैजना एकछिन साइलेन्ट भएर वाउ मात्र भन्न थाले। अनि भित्र पसेपछि केही बेर बस्यौँ र केक काट्न तयार भयौँ। तपाईहरू सोच्दै हुनुहुन्छ होला केक किन काटेको त? कुरा के भने हामी यहाँ घुम्न मात्र होइन, मेरो साथीको बर्थडे सेलिब्रेसन गर्न पनि आएका हौँ। बर्थडे छ भने केक त काट्नै पर्यो। अनि सबै मिलेर बर्थडे सेलिब्रेट गर्यौँ। सेलिब्रेसन सकिएपछि असली ब्याटल सुरु भयो। केक खाने हारालुच। त्यसपछि आइपुग्यो हाम्रो नाङ्लो सेट। देख्ने बित्तिकै त सबैको एउटै रियाक्सन वाउ। अनि भित्रभित्रै र्याल नै चुइन थाल्यो। सबैजना मिलेर बसेर कोकको चुस्कीसँगै सुरु भयो असली फुड अट्याक। नाङ्लोमा जे थियो हेर्दा हेर्दै ताना तान रित्याउन थाल्यौँ। कुरा गर्ने भन्दा पनि खाने काम बढी भयो। खाना सकिएपछि अब पेट भरियो, तर मन चाहिँ अझै फुल एनर्जीमा थियो। त्यसैले सिधै डान्स फ्लोरतिर लाग्यौँ। खाएको घटाउने नाममा सुरु भयो असली वर्कआउट। रमाइलोमा यति हरायौँ कि समयले पनि नोटिस नदिई भागिसकेको रहेछ। घडी हेर्दा त ढिलो भइसकेको रहेछ। अनि बल्ल याद आयो रुम पनि फर्किनु पर्छ नि। त्यसपछि थाकेका खुट्टा र भरिएका पेट लिएर हामी रुमतिर फर्किन थाल्यौँ।